मैले काम गर्ने रेस्टुरेन्टको किचन चाहिँ काम सकिसके पछाडि चाहिँ पुरै एकदमै सबै चाहिँ साफ गरेर चटक्क बनाएर राख्नुपर्छ है। काम पनि गर्ने हो अनि लास्ट टाइममा आफूले क्लिन पनि गर्ने हो। म चाहिँ यो पिज्जा डिपार्टमेन्टमा काम गर्छु। काम सकाएपछि चाहिँ अनि रुम जानलाई रेडी भएर बसिरहेको छौँ गाडी पर्खेर है। अनि यस्तै चलिरहेको छ। अहिले चाहिँ अलिकति भिडियोको क्वालिटी पनि थोरै राम्रो चाहिँ होला है, पहिलेको भन्दा चाहिँ साउन्ड पनि अलिकति ठिकै होला। यहाँ चाहिँ साथीहरू चिया नास्ता गर्दैछन् हाम्रो बङ्गाली बन्धुहरू। यो चाहिँ हाम्रो स्टोरै रोटी खाइरहेको छ चियासँग। यो चाहिँ स्टोर हो, एकदम झकास सानो भन्नुपर्छ है। अनि मेरो दैनिकी चाहिँ यस्तै छ। बेलुका ड्युटी आयो, बिहान सबै गरिसकेर रुम जाने हो। यता हाम्रो चाहिँ अब केसियर, यता हाम्रो रासेल भाई, मेरा भाई, छोटा भाई। अभी हम लोग रूम जा रहा है, बस गाड़ी आने वाला है।